सहरको बीच सडकमा भिड उल्लिएको थियो। कोही चिच्याइरहेका थिए, कोही नाराबाजी गर्दै लाठी उचालिरहेका थिए। सडकको बीचमा एउटा प्रहरी जवान ढाल समातेर उभिएको थियो। उसको अनुहार थकित थियो, तर ड्युटी छोड्न मिल्दैनथ्यो। घरमा आमा बिरामी थिइन्, छोरी पर्खिरहेकी थिई, तर सडकमा उसको अस्तित्व केवल शत्रु थियो। मार पुलिसलाई भिडको स्वर गुन्जियो। ढुङ्गाहरू हावामा उड्न थाले। एक ढुङ्गा निधारमा बज्रियो, रगत बग्यो, तर ऊ अझै उभिरह्यो। भिडले उसको वर्दी तान्यो, लाठीले आक्रमण गर्यो, तर ऊ बोलेन, किनभने प्रहरीलाई बोल्न मिल्दैनथ्यो, आफ्नो दुःख पोख्न मिल्दैनथ्यो। त्यस रात ऊ अस्पतालको शय्यामा पल्टिरहेको थियो। आँखा धिपधिप गरिरहेका थिए। डाक्टर आएर भने, अब धेरै समय छैन। उसको मोबाइल बज्यो, स्क्रिनमा छोरीको नाम देखियो, बाबा बेलुकी किन गर्न आएको? उसको आँखाबाट आँसु झऱ्यो, जवाफ दिन खोज्यो, तर बोली रोकियो, किनभने ऊ बोल्न मिल्दैनथ्यो। अर्को बिहान सहर फेरि सामान्य बनिसकेको थियो। मासुभात पाकिरहेका थिए, पार्टीहरू चलिरहेका थिए, तर अस्पतालको एउटा कोठामा एउटा वर्दी टेबलमाथि चुपचाप थियो, रगतले रङ्गिएको अनि मूल्यविहीन बनेको। सानो झुपडीभित्र आमा छोरीलाई काँपिरहेको हातले अँगालो हाल्दै थिइन्। बाबा आउँछु भनेका थिए, आमा किन आएनन्? आमाले आँसु पुछिन्, तर जवाफ दिन सकिनन्। घरमा नुन चिउरा थिएन। आँगनमा मलामी फर्केर बसिरहेका थिए। तर भोलि बिहानै सरकारबाट एउटा पत्र आइपुग्यो, तपाईँको छोराले राष्ट्र सेवा गरेकोमा धन्यवाद। तर यो राष्ट्रसेवकको परिवारलाई धन्यवादले पेट भरिँदैन, न त आँखाबाट बगेका आँसु नै सुक्छन्। भिडलाई थाहा छैन, जसलाई उनीहरूले गाली गर्छन्, जसलाई उनीहरूले ढुङ्गाले हाने, उसको पनि त परिवार थियो, उसको पनि त सपना थियो, तर ती सपना रगतले मेटिए।